हेलो गाइज, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आजको भिडियोमा म तपाईहरुलाई चाहिँ पासपोर्ट बनाउँदाखेरि चाहिँ के डकुमेन्टहरु लाग्छ त्यसको बारेमा बताउँछु। सबैभन्दा पहिले तपाईहरुसँग चाहिँ हुनुपर्छ राष्ट्रिय परिचय पत्र। अब राष्ट्रिय परिचय पत्र कसरी बनाउने, तपाईहरु चाहिँ राष्ट्रिय परिचय पत्र मैले चाहिँ एउटा भिडियो बनाएको छु अनलाइनबाट चाहिँ फर्म कसरी भर्ने भनेर। त्यो भिडियो हेरेर तपाईहरु घरमै बसेर पनि राष्ट्रिय परिचय पत्रको फर्म भर्न सक्नुहुन्छ। अथवा तपाईहरु चाहिँ आफै नबनाएर चाहिँ नजिकको साइबरमा गएर तपाईहरु चाहिँ त्यहाँ चाहिँ आफ्नो नागरिकता लिएर त्यहाँबाट चाहिँ फर्म भरेर तपाईहरु जुनसुकै ठाउँमा भए पनि हैन, तपाईको घर चाहिँ जुनसुकै जिल्लामा भए पनि तपाई जहाँ रहनुहुन्छ त्यहाँबाट चाहिँ राष्ट्रिय परिचय पत्र चाहिँ बनाउन सक्नुहुन्छ हैन। अनि राष्ट्रिय परिचय पत्र बनाइसकेपछि अब मेन काम भनेको तपाईको चाहिँ पासपोर्टको लागि फर्म चाहिँ भर्नुपर्छ पासपोर्ट बनाउनु भन्दा पहिले हैन। अब पासपोर्टको फर्म भर्नको लागि सबैभन्दा पहिले तपाईसँग हुनुपर्छ दुईवटा डकुमेन्ट, एउटा चाहिँ राष्ट्रिय परिचय पत्र अनि एउटा चाहिँ नागरिकता। दुईवटा डकुमेन्टहरु लिएर चाहिँ तपाईहरु चाहिँ नजिकको साइबर ब्युरोमा अथवा तपाईहरु मोबाइलबाट पनि गर्न सक्नुहुन्छ। मैले त आफ्नो फर्म चाहिँ मोबाइलबाट अप्लाई गरेको थिएँ र तपाईहरु चाहिँ मोबाइलबाटै पनि तपाईहरु फर्म भर्न सक्नुहुन्छ। त्यसको पनि भिडियो छ, तपाईहरु चाहिँ मेरो युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ कसरी चाहिँ घरमै बसेर चाहिँ पासपोर्टको फर्म चाहिँ भर्ने भनेर। अनि त्यसपछि सबैभन्दा पहिले चाहिँ तपाईहरु चाहिँ दुईवटा डकुमेन्ट बनाइसकेपछि नागरिकता त तपाईसँग पहिलेबाटै हुन्छ हैन अलरेडी। त्यसपछि राष्ट्रिय परिचय पत्र बनाउनु। अब राष्ट्रिय परिचय पत्र बनाइसकेपछि नागरिकता प्लस राष्ट्रिय परिचय पत्र लिएर तपाईहरु चाहिँ पासपोर्टको लागि अनलाइन फर्म भर्नुपर्ने हुन्छ सबैभन्दा पहिले। अब अनलाइन फर्म भरिसकेपछि फर्म भर्दाखेरि तपाईको जुन चाहिँ फर्म छ त्यसमा चाहिँ एउटा डेट आउँछ अपोइन्टमेन्ट डेट। त्यो अपोइन्टमेन्ट डेटमा चाहिँ तपाईहरुले चाहिँ काठमाडौँको अथवा काठमाडौँबाट बनाउन चाहनुहुन्छ अथवा कुनै पनि ठाउँबाट हैन त्यहाँ गएर चाहिँ तपाईहरु चाहिँ त्यो डेटमा चाहिँ पुग्नुपर्ने हुन्छ। जस्तै तपाईले चाहिँ फर्म भर्दाखेरि तपाईको चाहिँ त्यो डेट चाहिँ 8 गते परेको छ भने हैन तपाईहरु 8 गते चाहिँ वहाँ पुग्नुपर्ने हुन्छ हैन। 8 गते पुगेर सम्पूर्ण डकुमेन्टहरु तपाईले सबमिट गरेर त्यहाँ चाहिँ आफ्नो पासपोर्टको लागि चाहिँ इजिली आवेदन दिन सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ अब तपाईहरु चाहिँ जुन चाहिँ पैसाको कुरा छ, पैसा यदि तपाईहरु इमर्जेन्सीमा बनाउन चाहनुहुन्छ भनेपछि चाहिँ 12,000 15,000 सम्म लाग्छ हैन। त्यसपछि अब तपाईहरु नजिकको जुन चाहिँ कार्यालयबाट आफ्नै गाउँ ठाउँबाट चाहिँ बनाउन चाहनुहुन्छ, प्रशासन कार्यालयबाट बनाउन चाहनुहुन्छ भने चाहिँ आफ्नो नजिकको ठाउँबाट त्यहाँबाट चाहिँ 3500 लगभग 3500 लेखि म्याक्सिमम 5,000 को रेन्ज भित्रै पर्छ हैन। अहिले चाहिँ एक्ज्याक्ट कति छ तपाईहरु गुगलमा सर्च पनि गर्न सक्नुहुन्छ। त्यसरी हेरेर जानुभयो भने चाहिँ सजिलो हुन्छ। अनि त्यसरी चाहिँ तपाईहरु चाहिँ पासपोर्ट बनाउन सक्नुहुन्छ। अब चाहिँ पासपोर्टको लागि चाहिँ जस्तै तपाईहरु इमर्जेन्सीमा पासपोर्ट बनाउन चाहनुहुन्छ भने इमर्जेन्सीको लागि चाहिँ तपाईहरु अनलाइनबाट चाहिँ पनि पेमेन्ट गर्न सक्नुहुन्छ। जसको लागि पनि हैन अनलाइनबाट पेमेन्ट गर्न मिल्छ। अनलाइनबाट पेमेन्ट गरिसकेपछि त्यो अनलाइनबाट जुन चाहिँ तपाईले पेमेन्ट गर्नुभएको छ त्यसको चाहिँ जुन चाहिँ रसिद हुन्छ त्यो रसिद लिएर पनि तपाईहरु जान सक्नुहुन्छ। नत्र हैन भने तपाईहरु चाहिँ डिपार्टमेन्ट अफ पासपोर्ट कार्यालयमा उतै गएर जुन चाहिँ डेट तपाईँ जानुहुन्छ त्यही दिनमा चाहिँ त्यही चाहिँ भाउचर पनि भर्न मिल्छ हैन। त्यहीबाट पनि भाउचर भरेर पनि पासपोर्टको पैसा चाहिँ तिर्न सक्नुहुन्छ। यो डकुमेन्टहरु लिएर चाहिँ पासपोर्ट तपाईहरु इजिली बनाउन सक्नुहुन्छ। ओके गाइज, थ्यांक्स फर वाचिङ माई भिडियो। भिडियो मन पर्यो भने च्यानललाई लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। सी यू इन नेक्स्ट भिडियो। र कुनै डाउट छ भने तपाईहरु कमेन्ट गर्न सक्नुहुन्छ। म तपाईहरुको कमेन्टको चाहिँ रिप्लाई दिने प्रयास गर्नेछु है त। धन्यवाद।